नेपाली सुँगुरको मासुको कुरा गर्दा मेरो रोजाइ सधैँ एउटा हुन्छ, स्थानीय रूपमा पालिएको कालो सुँगुर। त्यसको मासु स्वादिलो हुन्छ, बोसो सुगन्धित हुन्छ अनि पाकिसकेपछि आउने स्वाद नै बेग्लै हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा, मासु सधैँ 3 पत्रे हुनुपर्छ, छाला, बोसो र मासु। यही 3 तहको सन्तुलनले बनाउँछ असली नेपाली सुँगुरको मासु। नेपालको विभिन्न समुदाय र घर परिवारमा यसलाई पकाउने तरिका फरक छ। कसैले सिधै भुट्नुहुन्छ, कसैले पहिले उमाल्नुहुन्छ। मेरो शैलीमा भने मासुलाई हल्का मात्रै उमाल्छु। उमाल्दा नुनसँगै ल्वाङ, सुकुमेल र तेजपात पनि हाल्छु। त्यसले मासुलाई भित्रैदेखि हल्का मिठो सुगन्ध भरिदिन्छ। नेपाली सुँगुरको मासुको सबैभन्दा ठुलो रहस्य भनेको नै समय हो। हतार नगरी पकाउँदा मसला मासुभित्रसम्म पुग्छ, तेल छुट्टिन्छ अनि भान्साभरि फैलिने बास्नाले सबैलाई एकै ठाउँमा ल्याइदिन्छ। अन्त्यमा ताजा धनिया र चाहनुहुन्छ भने अलिकति टिमुर, बस। तातो भात वा ढिँडोसँग नेपाली कालो सुँगुरको मासु तयार। हरेक घरको आफ्नै रेसिपी हुन्छ, तर स्वादको आधार एउटै हो, मौलिकता र धेरै माया अनि परिवारको साथ। यदि यो भिडियो मन पर्यो भने एउटा लाइक गरेर माया देखाइदिनुहोस्। आफ्नो परिवार र साथीहरूसँग सेयर गर्न नभुल्नुहोस् ताकि नेपाली स्वाद अझै धेरै घरसम्म पुग्न सकोस्। यस्तै मौलिक नेपाली परिकार, तिनको इतिहास र स्वादको कथाहरू हेर्न हाम्रो पेजलाई फलो गर्न अवश्य सम्झिनुहोस्। फेरि अर्को स्वादिलो कथासहित फेरि भेटौँला। नमस्कार।